कल्पना गर्नुस् तपाई आफ्नो परिवारसँग मिलेर एउटा राम्रो घर बनाउने योजना बनाउनु भयो र सबैजना यो योजना सुनेर एकदम खुसी हुनुभयो। तर 1 वर्षसम्ममा पनि घरको कन्स्ट्रक्सन सुरु भएन अनि 1 वर्षपछि तपाईको बाबाले भन्नुहुन्छ घर बनाउनको लागि 50% पैसा म तिर्न तयार छु। अनि फेरि अर्को वर्ष तपाईको अंकलले भन्नुहुन्छ म पनि 50% पैसा तिर्न तयार छु। यसरी घर बनाउनको लागि पैसा त जम्मा भयो, तर घरको डिजाइन, घर बनाउने जग्गा र कुनै प्राप्त स्ट्र्याटेजी नभएको कारण तपाईको घर बनाउने योजना एउटा योजनासम्म मात्र सीमित रहन्छ। र यस्तै चलिरहेको छ हाम्रो देश नेपालको इन्फ्रास्ट्रक्चर यानी देशको लङ टर्म एसेट्सहरुमा, जहाँ देशको सरकारद्वारा हजारौं रोड्स, बिल्डिङ, हस्पिटल, हाइड्रो पावर, वाटर सप्लाई जस्ता प्रोजेक्टको योजना बनाइन्छ। तर तीमध्ये केही योजनाहरू मात्र पूरा हुने गर्छ। देशको बजेट हेर्दा त सबैभन्दा बढी इन्फ्रास्ट्रक्चरकै लागि छुट्याइएको हुन्छ, जुन यो वर्ष जम्मा 40,789 करोड रहेको छ। यसलाई पर्सेन्टेजमा हेर्दा देशको टोटल बजेटको 20.8% हुन जान्छ। तर प्रश्न यो हो के त्यो सबै पैसा सही ठाउँमा जाँदैछ त, किनभने 20-20 वर्षका योजनाहरू अहिलेसम्म पूरा भएको छैन। नेपालको इन्कम्प्लिट प्रोजेक्टहरूको बारेमा कुरा गर्दै यसको मुख्य कारण के हो, टेन्डर माफियाहरूले कसरी यसमा पैसा खाइरहेको छ र नेपाल सरकार देशको इन्फ्रास्ट्रक्चर डेभलप गर्न कसरी असफल हुँदैछन् त, यही विषयमा कुरा गरौँ आजको यो भिडियोमा। बाइस खर्बको सपना, तर 14 वर्षमा मात्र 2 आयोजना सम्पन्न। भिडियोमा अगाडि बढ्नुभन्दा पहिले लेट मी थ्याङ्क म्याग्नेटिक फाइनान्स फर सपोर्टिङ अस। यदि तपाईँ एकदमै स्मल एमाउन्ट इन्भेस्ट गरेर फाइनेन्शियल नलेज इम्प्रुभ गर्न चाहनुहुन्छ या भनौँ तपाईलाई रियल वर्ल्ड अफ फाइनेन्शियल जर्नी स्टार्ट गर्नु मन छ भने म्याग्नेटिक फाइनान्स इज देयर फर यु। म्याग्नेटिक फाइनान्स एउटा फाइनेन्शियल एजुकेसनल प्लेटफर्म हो जहाँबाट तपाईँ आफ्नो शेयर मार्केटको जर्नी स्टार्ट गर्न सक्नुहुन्छ। दे अफर बिगनर फ्रेन्डली अनलाइन शेयर मार्केट कोर्स, त्यो पनि एकदमै एफोर्डेबल प्राइसमा। जम्मा 13 वटा लेक्चर टोटल 200 मिनटको रहेको छ। वेयर दे टिच यु शेयर मार्केट भनेको के हो, कसरी काम गर्छ, हाउ टु स्टार्ट अर्निङ फ्रम शेयर मार्केट, ट्रेडिङ या शेयर मार्केटको लागि कुन कुन अकाउन्ट चाहिन्छ, इन्भेस्टमेन्ट एन्ड फन्डामेन्टल एनालाइसिस, ट्रेडिङ एन्ड टेक्निकल एनालाइसिस, इन्भेस्टमेन्ट एन्ड ट्रेडिङको लागि कसरी स्टक सिलेक्ट गर्ने जस्तो धेरै कुरा तपाईलाई स्टेप बाइ स्टेप सिक्नु मन छ भने भिजिट देयर वेबसाइट, लिंक इज इन द डिस्क्रिप्सन। कोर्सको रियल प्राइस चाहिँ 1820 हो, तर यदि तपाईँ विथ इन 72 आवरमा इनरोल गर्नुहुन्छ भने जस्ट 950 मा यु क्यान एसेस दिस कोर्स। नाउ लेट्स ब्याक टु द भिडियो। हेर्नुस्, कुनै पनि देशले अगाडि बढ्न चाहन्छ भने सबैभन्दा पहिले देशको इन्फ्रास्ट्रक्चर या भन्नु पूर्वाधार बलियो हुनुपर्छ। बाटो, अस्पताल, विद्यालय, खानेपानी सबै राम्रो भयो भने जनताको जीवन त सहज हुन्छ नै र साथसाथै देशको व्यापार पनि इम्प्रुभ हुन्छ। तर इन्फ्रास्ट्रक्चर कमजोर भयो भने रोजगारीको अवसर घट्छ, टुरिस्टहरू आउन छोड्छन् र जनताको दैनिक जीवन पनि गाह्रो हुन्छ। त्यसैले जनता र देशलाई अगाडि बढाउनु छ भने इन्फ्रास्ट्रक्चरमा विशेष ध्यान दिनुपर्छ। तर दुर्भाग्यवश नेपालका हजारौं इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरू इन्कम्प्लिट रहेको छ, जस्तै काठमाडौँ तराई फास्ट ट्र्याक, जसलाई एक्सप्रेसवे पनि भनिने गर्छ। यो नेपालको पहिलो एक्सप्रेसवे प्रोजेक्ट हो। काठमाडौँलाई तराईसँग जोड्ने हाई क्लास रोड नभएको कारण नारायणघाट मुगलिन हाइवेले नै सबै ट्राफिक धानिरहेको छ, जसले काठमाडौँसँगको सबै एक्सपोर्ट इम्पोर्टमा सहयोग पुर्याइरहेका छन्। वर्षाको समयमा यो बाटोमा कुनै समस्या आयो भने काठमाडौँदेखि तराई या भनौँ ठूलो बस ट्रकहरूको लागि तराईदेखि काठमाडौँ जाने बाटो नै बन्द हुन्छ। यस्तो किन भन्दाखेरि तराई क्षेत्रलाई काठमाडौँसँग जोड्ने बीपी हाइवे र त्रिभुवन हाइवे एकदमै घुमौरो र साँघुरो भएका कारण यहाँ ठूला बस ट्रकहरू बन्द गरिएको छ। सो मिनी बस, मिनी ट्रक, म्याक्रो भ्यान जस्ता गाडीहरूको लागि 3 वटा विकल्प भए पनि ठूला बस ट्रकहरूको लागि एउटा मात्र विकल्प रहेको छ, नारायणघाट मुगलिन हाइवे। अनि यही समस्याको समाधान गर्नको लागि सरकारद्वारा काठमाडौँ तराई फास्ट ट्र्याक प्रोजेक्ट ल्याइएको हो। 2074 सालमा प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले फास्ट ट्र्याक कन्स्ट्रक्सनको प्रोजेक्ट नेपाल आर्मीलाई ह्यान्डओभर गरिएको छ। यो फास्ट ट्र्याक 12 को निजगढदेखि ललितपुरको खोकनासम्म जम्मा 70.9 किलोमिटरको रहेको छ। यो एक्सप्रेसवेले काठमाडौँदेखि तराईको यात्रालाई 7-8 घण्टाबाट 2 घण्टासम्म झार्नेछ, जसको कारण देशमा पेट्रोल र डिजलको युज लगभग 20% कम हुनेछ। र यदि 20% डिजल र पेट्रोलको बचत भयो भने नेपालले 40 देखि 50 अर्बसम्मको बचत गर्न सकिन्छ। तर हालसम्म 4 पटक समय लम्बाइए पनि फाइनेन्शियल प्रोग्रेस 40% र फिजिकल प्रोग्रेस 38% मात्र भएको छ र हाल समय सीमा 2083 चैत्रसम्म रहेको छ। यसको मतलब 60% बाँकी रहेको कामको लागि मात्र 2 वर्ष बाँकी छ, जुन इम्पोसिबल नै देखिन्छ।
तपाईलाई के लाग्छ आफ्नो ओपिनियन कमेन्ट गर्नुहोला। अर्को प्रोजेक्ट जुन 7 वर्षदेखि अधुरो रहेको छ त्यो हो नारायणघाट बुटवल हाइवे। पूर्वदेखि पश्चिम हाइवेको सबैभन्दा महत्त्वपूर्ण मानिने यो रोड निर्माण आयोजना 113 किलोमिटर लामो रहेको छ र यसलाई 2 भागमा बाँडिएको छ। बुटवलदेखि दाउनेसम्म जसलाई पश्चिम खण्ड भनिन्छ र यो जम्मा 48 किलोमिटरको हो। अर्को दाउनेदेखि नारायणघाट जसलाई पूर्वी खण्ड भनिन्छ र यो जम्मा 65 किलोमिटरको हो। नारायणघाट बुटवल हाइवे प्रोजेक्ट सुरु गर्नुको मुख्य उद्देश्य भनेको पूर्व र पश्चिम नेपाल बीचको आगमनलाई सहज बनाउने, ट्राफिक जामलाई व्यवस्थापन गर्ने र यातायात प्रणालीलाई सुरक्षित र प्रभावकारी बनाउने रहेको छ। अहिले यो रोड साँघुरो भएका कारण बारम्बार हुने दुर्घटना र ट्राफिक जाम हटाउनको लागि 4 देखि 6 लाइनमा निर्माण गर्ने भनिएको छ। साथसाथै यो रोड भारतसँगको सीमा नजिक पर्ने भएकाले नेपालको बिजनेस एक्टिभिटिज, टुरिज्म प्रमोसन र इन्डस्ट्री सेक्टरसम्मको पहुँचलाई सहज बनाउन लक्ष्य राखिएको छ। तर 2075 सालमा सुरु भएको यो प्रोजेक्ट 3 पटक म्यादी थप भइसक्दा पनि अहिलेसम्म पूरा भएको छैन। पूर्व र पश्चिम दुवै खण्डको डाटा हेर्ने हो भने 55 देखि 60% काम मात्र भएको छ र 40 देखि 45% अझै पनि अधुरो रहेको छ। अनि हाल समय सीमा यानी लास्ट डेडलाइन 2082 असारसम्मको हो, जुन हुनै नसक्ने कुरा हो। अर्को प्रोजेक्ट हो हुलाकी राजमार्ग, जसलाई इङ्ग्लिसमा पोस्टल हाइवे भनिन्छ। नेपालको पूर्व पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको यो हुलाकी राजमार्ग झापाको केचनादेखि कञ्चनपुरको दोधारा चान्दनीसम्मको भूभागलाई जोडिनेछ। यो प्रोजेक्टको कुल लागत अनुमान करिब 4727 करोड रहेको छ, जसको कन्स्ट्रक्सन फिस्कल इयर 2066-67 मा सुरु भएको हो। हुलाकी राजमार्ग बनाउने मुख्य उद्देश्य के हो भने देशको सिमाना नजिक भएको ठाउँहरूमा सजिलै पुग्न सकियोस् र मान्छेहरूले चाँडै र सहज सेवा पाउन सकुन् भन्ने हो। यो रोड पूर्वदेखि पश्चिम यात्रा गर्नेहरूको लागि एकदमै सजिलो हुनेछ र व्यापारीहरूलाई पनि एकदमै हेल्पफुल हुनेछ। यो हाइवेले तराईको झापा, सिराहा, सप्तरी, धनुषा, बारा, रूपन्देही, कञ्चनपुर जस्ता 20 वटा जिल्लालाई काठमाडौँसँग जोडिनेछ। सो उद्देश्यको कुरा गर्नु पर्दा विथआउट एनी डाउट दिस विल बी अ गेम चेन्जर प्रोजेक्ट फर नेपाल। तर दुःख लाग्ने कुरा के छ भने 5 वर्ष बितिसक्दा पनि जम्मा 70% काम मात्र सकिएको छ। द काठमाडौँ पोस्टको रिपोर्ट अनुसार यो जस्ता 100 रोड प्रोजेक्टहरू सरकारी निर्णय नभएका कारण अल्पत्र परेका छन्। लुम्बिनी प्रदेशमा मात्रै 42 वटा रोड प्रोजेक्टहरू अल्पत्र परेका छन्, जसमा रूपन्देहीको 34 र नवलपरासीको 8 वटा प्रोजेक्टहरू छन् र यो सबै 2015 र 2020 मा सुरु गरिएको प्रोजेक्ट हो। तर हालसम्म प्रादेशिक सरकारलाई न त जिम्मेवारी हस्तान्तरण गरिएको छ न त आवश्यक बजेट नै उपलब्ध गरिएको छ। अहिलेसम्म हामी जति कुरा गर्यो त्यो सबै थियो देशको अधुरो रोड र हाइवेहरूको बारेमा। तर के रोड र हाइवेहरू मात्र अधुरो छ त? अफ कोर्स नो। यो जस्तै हाइड्रो पावर प्रोजेक्टहरू पनि नेताको भाषणसम्म मात्र सीमित रहेको छ। जस्तै गण्डकी हाइड्रो पावर प्रोजेक्ट जुन नेपालकै सबैभन्दा ठुलो स्टोरेज टाइप हाइड्रो पावर यानी जल विद्युत आयोजना हो, जसले करिब 1200 मेगावाट विद्युत उत्पादन गर्ने भनिएको छ। यो देशको सबैभन्दा ठुलो मानिने बुढी गण्डकी नदीमा बन्नेछ। नेपाल सरकारले यसको डिपिआर यानी डिटेल प्रोजेक्ट रिपोर्ट पनि तयार गरिसकेका छन् र मुआब्जा स्वरूप करिब 42 अर्ब वितरण पनि गरिएको छ। 2079 सालमा यो प्रोजेक्टलाई अगाडि बढाउन बुढी गण्डकी हाइड्रो पावर कम्पनी लिमिटेड नामक सरकारी कम्पनीले दर्ता गरिएको थियो। तर कम्पनीले अहिलेसम्म पुँजी सङ्कलन र निर्माण कार्यको प्रक्रिया अगाडि बढाउन सकेको छैन। डिटेलमा हेर्ने हो भने यो प्रोजेक्ट एउटा विद्युतीय प्रोजेक्ट मात्र होइन, यो राष्ट्रिय समृद्धिको मेरुदण्ड बन्न सक्ने प्रोजेक्ट हो। यो सफल निर्माणले नेपाललाई लोड सेडिङ मुक्त, आर्थिक रूपमा सबल तथा रोजगार सृजना गर्ने मुलुक बनाउने अत्यन्तै ठूलो सम्भावना रहेको छ। तर सरकारमा आउने जाने नेताहरूले यो प्रोजेक्टलाई राजनीतिक मुद्दा बनाएको अवस्था छन्, जसले गर्दा बुढी गण्डकी हाइड्रो पावर प्रोजेक्टको भविष्य अन्योलमा रहेको छ। यो जस्तै छ वेस्ट सेती हाइड्रो पावर प्रोजेक्ट यानी पश्चिम सेती जल विद्युत आयोजना। सुरुमा 750 मेगावाटका लागि डिजाइन गरिएको यो प्रोजेक्ट अहिले 800 मेगावाट क्षमतामा पुनः डिजाइन भइरहेको छ। भारतीय सरकारी कम्पनी NHPC ले यो प्रोजेक्ट निर्माण गर्ने जिम्मा पाएको छ र 2024 जुनमा पहिलो चरणको डिपिआर पनि समेत गरिएको छ। तर अहिलेसम्म त्यो रिपोर्ट नेपाल सरकारले रिभ्यूमै राखेको छ। साल 2020 मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक 396 स्थानीय तहमा अस्पताल शिलान्यास गर्यो। सबै स्थानीय तहमा 2 वर्षभित्र आधारभूत अस्पताल बनाउने घोषणा गरे पनि शिलान्यास भएको 5 वर्षसम्ममा पनि काम पूरा भएको छैन। कतिपय ठाउँमा काम सुरु पनि भएको छैन भने धेरै ठाउँमा बेसमेन्टसम्मको काम मात्र भएको छ। अनि बजेटको कुरा गर्नु पर्दा 396 वटा अस्पतालको लागि जम्मा 6.5 अर्ब छुट्याइएको थियो। यो सबै थियो इनकम्प्लिट प्रोजेक्टको कुरा। तर कतिपय कम्प्लिटेड प्रोजेक्ट पनि अहिले 2/3 सरकारले राम्रोसँग प्रयोगमा ल्याउन सकेको छैन। जस्तै गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट। यो एयरपोर्ट जम्मा 40 अर्ब लगानीमा बनाइएको छ, जुन
नेपालको दोस्रो इन्टरनेसनल एयरपोर्ट हो। वर्षको जम्मा 7,60,000 यात्रु आउँछ भन्ने अनुमान गरिएको थियो अनि यही आशा राखेर यहाँका होटल र इन्फ्रास्ट्रक्चरमा 80 अर्ब लगानी गरिएका छन्। तर अहिलेको डाटा हेर्ने हो भने एक महिनामा जम्मा 6,800 प्यासेन्जरले मात्र ट्राभल गरिरहेका छन् र 6,800 मल्टिप्लाई 12 गर्ने हो भने एक वर्षमा जम्मा 81,600 प्यासेन्जर मात्र हुन जान्छ, जुन अनुमान गरिएको 7,60,000 भन्दा 90% कम रहेको छ। अनि एयरपोर्ट राम्रोसँग नचल्दा सबै लगानी गरेका पैसा फस्ने डरमा रहेको छ। झन् यो इन्टरनेसनल एयरपोर्ट बनाउने क्रममा 13 अर्ब भ्रष्टाचार भएको छ, जसको छानबिन अहिलेसम्म भएको छैन, जुन एकदमै इसेन्सियल देखिन्छ। यो सबै कुराले यो स्पष्ट हुन्छ कि इन्फ्रास्ट्रक्चर जस्तो सेक्टरमा पनि 2/3 सरकारको ध्यान रहेको छैन। अब हामी कुरा गरौँ सबै इन्फ्रास्ट्रक्चर डेभलपमेन्टहरूमा ढिलाइ हुनुको कारणहरू के हुन् जसले देश र जनतालाई अगाडि बढ्न रोकिरहेको छ। सबैभन्दा पहिले त देशको सरकारले इन्फ्रास्ट्रक्चरमा चासो दिएकै छैन। एकजना कुनै मन्त्री या नेता आउँछ, उसले एउटा योजना बनाउँछ, काम थाल्छ, तर केही महिना वा 1-2 वर्षमा त्यसको साटो अर्को नेता आइहाल्छ अनि उसले यो त पुरानो हो, अब नयाँ योजना बनाउँछु भन्दै पछिल्लो योजनालाई छोड्छ। यस्तै चलिरहँदा योजना आधामै अड्किरहेका छन्। अनि ठेकेदारको कुरा गर्नुपर्दा इन्फ्रास्ट्रक्चरको धेरैजसो ठेकेदारहरूले कामभन्दा पहिले नेताको सिफारिस लिएर ठेक्का लिने गर्छ। 2080 सालमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले ठेकेदार, नेता र कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको भनिएको थियो। ठेकेदारले कम पैसामा ठेक्का लिएर ढिलो काम गर्ने गर्छ या त उनीहरूले गर्ने काम चित्त बुझ्ने खालकै हुँदैन। धेरै जसोले त काम सुरु गर्छ तर केही महिनापछि काम छोडेर जान्छ। यसको कारण के हो भने तिनीहरूलाई थाहा हुन्छ काम नगर्दा पनि कुनै कारबाही हुँदैन। नेपालमा कुनै इन्जिनियर, सचिव वा योजना प्रमुखले इमानदारी साथ काम गर्यो भने जनतालाई आश्चर्य नै लाग्छ, किनभने धेरैको सोच नै हुन्छ खाने बेला खाऊ, नखाने बेला रमाऊ। अर्को कुरा, सरकारभित्र बस्ने धेरै कर्मचारीहरूले पनि काम गर्न चाहँदैन। एउटा प्रोजेक्टको फाइल अगाडि बढाउन वर्षौं लगाउँछ। रियालिटी के हो भने देशका नेताहरू आफ्नो जिम्मेवारी नै बुझेको छैन। जनताको पैसाले बन्ने योजना नेताले भोटको रूपमा हेर्ने गर्छ र कर्मचारीले तलबको रूपमा। न कुनै नेताहरू कसैसँग डराउँछ न त भ्रष्टाचार गर्दा कसैले लाज मान्छ। यस्तो अवस्थामा कसरी देश बन्छ त? अघि मैले भने जस्तै नेपालमा इन्फ्रास्ट्रक्चर निर्माणको लागि बजेटको एकदम ठूलो हिस्सा प्रत्येक वर्ष छुट्याइन्छ। यो बजेट संसदबाट पास भएर सम्बन्धित मन्त्रालयमा जान्छ अनि मन्त्रालयले उक्त बजेट आफ्नो अन्डरमा आएको डिपार्टमेन्ट या प्रोजेक्ट अफिसमा पठाउँछ, जहाँबाट टेन्डर निस्किन्छ र ठेकेदार सेलेक्ट गरिन्छ। यहीँबाट सुरु हुन्छ बजेटको दुरुपयोग। मन्त्री र नेताहरू आफ्नो नजिक मान्छेहरूको कम्पनीलाई ठेक्का दिने प्रेसर दिन्छ। नेताहरूले कुनै पनि प्रोजेक्टको फाइल अगाडि बढाउन सुरुमै कमिसन माग्छ र टेन्डर प्रोसेसमा पनि केही डिल गरेको हुन्छ। यसरी क्वालिफाइड कम्पनीलाई सेलेक्ट नगरेर घुस दिने कम्पनीलाई मात्र सेलेक्ट गरिन्छ। अनि जब ठेकेदारले काम सुरु गर्छ त्यति बेला सस्ता या घटिया सामानहरूको युज गरेर कस्ट कट गर्छ, तर बिल चाहिँ धेरैको बनाएर बुझाउने काम हुन्छ। धेरै इन्स्पेक्सन गर्ने कर्मचारीहरूले पनि घुस लिएर कागजमा काम पूरा भयो भनेर रिपोर्ट दिन्छ, जबकि ग्राउन्डमा काम अधुरो नै हुन्छ। यही प्रक्रिया बारम्बार दोहोरिरहँदा एकतिर देशको विकास सुस्त हुन्छ, अर्कोतिर बजेट अनियमित तरिकाले हराउँछ। मेलाम्ची खाने पानी आयोजना यसको ठूलो उदाहरण हो, जसको लगभग 20 वर्ष बितिसक्यो, बजेट पनि सक्यो, तर काठमाडौँमा अझै पनि पानी पुगाउन सकेको छैन। सो यो सबै हेर्दा एउटा कुरा के क्लियर हुन्छ भने नेपालमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा लगानी भएको पैसा कागजमा त देखिन्छ, तर वास्तविकतामा नेताको कमिसन, कर्मचारीको घुस र ठेकेदारको मुनाफामा हराइरहेको छ। बाँकी तपाईँ आफ्नो ओपिनियन कमेन्ट गर्न नबिर्सिनुहोला। दिस मच फर टुडे। थ्याङ्क यू फर वाचिङ एन्ड सी यू इन द नेक्स्ट भिडियो।